अहिले तपाईहरुसँग यो भ्रिकुटी मण्डपमा यस बेला हामी छौं र भ्रिकुटी मण्डपको यो स्थलमा तपाईहरुलाई थाहै छ 27 गतेको लागि नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष महाधिवेशन गर्ने गरी पार्टीको महाधिवेशन प्रतिनिधि साथीहरूले पत्रकार सम्मेलनै गरेर आह्वान गर्नुभएको छ र त्यो उहाँहरूले आह्वान गरेको लगत्तै पार्टीका हामी दुवै महामन्त्रीले त्यसलाई समर्थन गर्दै हामीले थप त्यसमा सहभागी बन्न अरूलाई पनि अपिल गर्दै हामीले सहभागिता जनाउने भनेर घोषणा गरेका छौं। नेपाली कांग्रेस पार्टीको विधानको सत्रको 2 बमोजिम नेपाली कांग्रेस पार्टीमा विशेष महाधिवेशन सम्बन्धी व्यवस्था रहेको तपाईहरुलाई जानकारी नै छ। त्यो व्यवस्था बमोजिम त्यही धारामा 2टा खण्ड छ। पहिलोले केन्द्रीय कार्य समितिले चाहेमा बोलाउन पाउने भन्ने व्यवस्था छ। दोस्रो चाहिँ केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा लिखित बोलाउन सक्ने भो। अर्को चाहिँ पार्टीका 40% महाधिवेशन प्रतिनिधिहरूले निश्चित कारण खुलाएर लिखित रूपमा दर्ता गरेमा त्यही धाराले फेरि बोलाउनु पर्ने 3 महिनाभित्र भन्छ। त्यसैले हामीले अहिले त्यो 3 महिनाभित्रको समयावधि भित्रमा पर्सि 27 गते सुरु हुने गरी 27 र 28 गते महाधिवेशन हुन गइरहेको यसबारेमा तपाईहरुले पार्टीभित्र फरक विचारहरू रहेको पनि सुन्नु भएको छ। फरक विचारहरू हुन्छन् लोकतान्त्रिक पद्धतिमा। एउटै सत्यलाई हेर्ने पनि भिन्न कोणहरू हुन सक्दछन्। तर हामीले अहिलेको बेलामा नेपाली कांग्रेस पार्टीको महाधिवेशन प्रतिनिधिहरूले गर्नुभएको मागलाई अनादर गर्न मिल्दैन। महाधिवेशन प्रतिनिधि साथीहरूको माग बमोजिम दर्ता भएको प्रस्तावलाई समर्थन गरेर अगाडि जानुपर्छ भनेर हामी 27 गते यहाँ विशेष महाधिवेशन उद्घाटन भएर 28 गतेसम्म चल्छ। यो चलिरहँदै गर्दाखेरि तपाईहरु सबैको चासो खास गरी पार्टीका समर्थक सदस्य शुभचिन्तकहरूको अरूहरूको पनि चासो के छ भने कतै विशेष महाधिवेशनले पार्टी विभाजित हुने त होइन। कसैले कुनै रूपमा केही रूपमा बोलेको कुरामा म जवाफ केही पनि दिन चाहन्न। तर यदि पार्टी विशेष महाधिवेशनको धाराले विभाजित हुन्थ्यो भने यो धारालाई पार्टीको विधानमा राखिँदैन थियो। विधानमा राख्दै गर्दाखेरि पार्टीलाई असर गर्ने खालको धारा होइन, पार्टीलाई फाइदा गर्ने खालको धाराहरू नै कुनै पनि राजनीतिक दलले राख्ने गरेको हुन्छ। त्यसैले अहिले यो जे प्रस्ताव बमोजिम जे विशेष महाधिवेशन सुरु हुँदैछ यसले नेपाली कांग्रेस पार्टीलाई अग्रगतिमा लिएर जानलाई बलियो बनाउनका लागि यसले योगदान गर्छ। साथीहरूले राम्रोसँग मेहनत गरेर तयारी गरिरहनु भएको छ। यहाँ आज साथीहरूले कहाँ स्टेज बनाउने क्रममा हुनुहुन्छ, भोलिन्टियरिङ कसरी गर्ने तयारी छ, खानाको लागि कहाँनिर के व्यवस्थापन गर्दै हुनुहुन्छ, कार्यक्रम भइरहेको बेला मिडियाका साथीहरूलाई सहज तरिकाले क्यामेराले खिच्नका लागि समाचार रिपोर्टिङ गर्नका लागि ठाउँ के व्यवस्था गर्नुभएको छ। त्यत्रो हजारौं आउँदै गर्दाखेरि कसैलाई स्वास्थ्यको समस्या भयो भने स्वास्थ्यको उपचारको पोइन्ट कहाँ राख्नु भएको छ, यो सबै कुराको अनुगमन गर्नका लागि अहिले हामी आएका हौं र अहिले म आएर साथीहरूसँग हेरेर छलफल गरेर फर्किँदैछु र तपाईहरुलाई भन्दै गर्दाखेरि नेपाली कांग्रेस पार्टीलाई यो विशेष महाधिवेशनले बलियो बनाउनेछ। केही दृष्टिकोणहरू केही विचारहरूका साथ नेपाली कांग्रेस पार्टीलाई नागरिक पंक्तिमा अझ स्पष्ट गर्नेछ। कतिपयले चिन्ता राख्नु भएको छ, त्यो चिन्तालाई म सम्मान गर्छु। कतै पार्टी पो विभाजित हुन्छ कि भन्दा पार्टीको हामी दुईटै महामन्त्रीले बिल्कुल स्पष्टताका साथ भनेका छौं नेपाली कांग्रेस पार्टी कस्तै पनि हालतमा विभाजित नगरेर एकताबद्ध राखेर हामी जान्छौं। कसैले नेपाली कांग्रेस पार्टी फागुनको 21 गतेको निर्वाचनमा आउँदै गर्दा दुईतिर बाँडिएर आउला कि भन्ने सोच्नु भएको छ भने त्यो अवस्था आउँदैन। माघ 6 गते उम्मेदवारी दर्ता गर्दै गर्दा नेपाली कांग्रेस पार्टीको एउटै निर्वाचन क्षेत्रमा 2टा दर्ता हुन्छ कि भन्ने खालको कसैले सोच्नु भएको छ भने त्यो हुँदैन। र कुनै निर्वाचन क्षेत्र 165 मध्ये एउटा मात्रै क्षेत्रमा कांग्रेसले चाहिँ प्रतिस्पर्धा नगरिकन अरु दललाई चाहिँ समर्थन गरेर एलायन्स गरेर जाला कि भन्ने सोच्नु भएको छ भने त्यो पनि हुँदैन। नेपाली कांग्रेस पार्टी एकताबद्ध भएर फागुन 21 को निर्वाचनमा लाग्छ र त्यसलाई चाहिँ यो विशेष महाधिवेशनले ऊर्जा दिन्छ। पार्टी विभाजन होला कि भन्ने भय पनि कसैले नराखौं, पार्टी विभाजन होला कि भन्ने भ्रम पनि कसैले नराखौं। नेपाली कांग्रेस पार्टी विशेष महाधिवेशनबाट थप बलियो हुन्छ, एकताबद्ध भएर आउँछ। नेतृत्व परिवर्तन हुन्छ कि हुँदैन विशेष महाधिवेशनबाट? विशेष महाधिवेशनले गर्न सक्ने गर्न पाउने जे जस्ता विषयहरू हुन् पहिला विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसले कार्यविधि निर्माण गर्छ। उद्घाटन समारोह पछाडि जब बन्द सत्र सुरु हुन्छ त्यो कार्यविधि निर्माण हुन्छ। कार्यविधि निर्माण भइसके पछाडि त्यसले गर्नुपर्ने आवश्यक विषयहरूमा त्यसले प्रवेश गर्छ। विशेष महाधिवेशनलाई संस्थापन पक्षका नेताहरूले मान्नु भएन भने चाहिँ के अवस्था आइपर्छ नि फेरि कांग्रेसमा? अब यसमा मैले नेपाली कांग्रेस पार्टीको महामन्त्रीको रूपमा म को संस्थापन को नसंस्थापन भन्ने कुरा मैले हेर्दिन। सबै पार्टीका आदरणीय नेताहरू जो हामीभन्दा सिनियर हुनुहुन्छ सबैप्रति हाम्रो श्रद्धा छ। विशेष महाधिवेशनमा साथीहरूले दिनुभएको एउटा नारा पनि छ, विनम्र तर बुलन्द भन्ने छ।
त्यसैले कसैका बारेमा पनि कुनै पनि प्रकारको टिप्पणी पनि हामी गर्दैनौँ। मात्रै के हो भने नेपाली काङ्ग्रेस पार्टीको विधानमा व्यवस्था भए बमोजिम हुँदैछ कि छैन भन्ने मूल प्रश्न हो। त्यसैले यसमा सबैको सहभागिता, साथीहरूले पार्टीको सभापतिको पनि, कार्यवाहक सभापतिको पनि, सबैको सहभागिताका लागि उहाँहरूले अपिल गर्नुभएको छ। उहाँहरू सबैलाई पत्र पनि दिँदै हुनुहुन्छ। हामीलाई पहिल्यै सल्लाह परामर्श भयो, आग्रह गर्नु, हामी सहभागी हुने भन्यौँ। अब क्रमशः सहभागिता हुने कुरो सबैको बढ्छ, सबैको साझा मञ्चको रूपमा चाहिँ यो जान्छ, जानुपर्छ भन्ने हाम्रो अपेक्षा आग्रह छ। भिरकुटी मण्डपमा हेर्दाखेरि तपाईँहरूले विशेष महाधिवेशन स्थल यहीँलाई तोक्नु भएको छ। यहाँ हेर्दाखेरि बाहिर चाहिँ झन्डाहरू चाहिँ निकै नै धेरै अहिले बाँधिसकेको अवस्था छ भने अरू संरचनाहरू चाहिँ निर्माण भइसकेको अवस्था छैन। अब एक दिन मात्र बाँकी रह्यो, भोलि मात्र, पर्सिबाट त विशेष महाधिवेशनको दिन नै सुरु भइसक्यो, उद्घाटन सत्र नै सञ्चालन हुने होला। अनि यो छोटो समयमा तपाईँहरूको तयारी चाहिँ नै यसो छ, यो सबै कुरा त मैले जान्ने कुरो भएन, तर तपाईँहरूले बुझ्दै गर्दाखेरि यो बन्नलाई चाहिँ तपाईँको चाहिँ एक हप्ता लाग्ने होइन। साथीहरूले आज साँझदेखि नै यसको संरचनागत निर्माणको कामहरू गर्नुहुन्छ। त्यस कारणले मूल कुरो राजनीतिक कुरा हो। अब त्यो टेक्निकल्ली मिलाउने कुरो त्यो मिल्छ। तपाईँहरू पर्सि आउँदै गर्दाखेरि तपाईँहरू अहिले भुइँमा उभिएर तपाईँहरूले सोधे जस्तो पर्दैन। तपाईँहरूलाई मजाले अलग्ग दुईवटा साइडमा, दुईतिरबाट स्टेजमा छानी पूर्वतिरकोबाट खिच्ने कि पश्चिमतिरबाट खिच्ने, अलि हाइटबाट उभिएर स्टेजलाई मजाले खिच्ने, त्यो सबै संरचना उहाँहरूले व्यवस्थापन गर्नुहुन्छ। तपाईँहरू मात्रै समाचार चाहिँ राम्रो हुँदैछ, राम्रो हुनेछ भन्ने लेख्नलाई तयार भएर बस्नुहोस्। टेक्निकल कुराको व्यवस्थापन साथीहरूले पर्फेक्ट रूपमा गर्नुहुन्छ। हस्, अब यसो गरौँ, यसो गरौँ। बुझेँ, दुईजना पछाडि अरू कोही साथीहरूको छ। अहिले फेरि मेरो भन्न थाल्नु होला, हिँड्ने बेलामा मेरो कुरा गर्दै गर्दाखेरि विशेष महाधिवेशनमा नखुलेका साथीहरूले अथवा पार्टीका नेताहरूले चाहिँ जुन किसिमले 27 गते नै अर्को भेला आयोजना गर्नुभएको छ, यो त तपाईँहरूले काउन्टर गरे जस्तो भएन? नै यसो छ, मैले के भन्दा 27 गते विशेष महाधिवेशन काठमाडौँको भ्रिकुटी मण्डपमा हुँदैछ, मैले त्यो जान्दछु। अब 27 गतेका दिन देशभरि कहीँ अन्य कुनै गतिविधिहरू हुनु हुँदैन भन्ने त बिल्कुलै होइन नि त, होइन। 27 गते एउटाले बर्थडे मनाउँदै गर्दा अर्को बिहे भइरहेको हुनसक्छ, होइन। एउटा घरमा खुसी हुँदा अर्को घरमा दुःखी भइरहेको हुनसक्छ। कहीँ एउटा पार्टीको सम्मेलन भइरहेको होला, अर्को पार्टीको चाहिँ के भन्दाखेरि भने आन्तरिक निर्वाचन भइरहेको हुनसक्छ। कोही मान्छे यतिखेर हामी गफ गरिरहेको होला, कहीँ सुतिरहेको हुनसक्छ। चाहिँ सबैले आफ्नो लोकतान्त्रिक हक अधिकारको कुरामा कहीँ कसैका बारेमा अनादर गर्न जरुरी छैन। विशेष महाधिवेशन यहाँ हुँदै गर्दा कहीँ पनि हामीले नकारात्मक कसैको बारेमा टिप्पणी नगरौँ। यसमा सबैको शुभेच्छालाई कसरी गाँच्ने भन्ने कुरामा पो हामीले ध्यान दिने हो। हस्, दुईजना पछाडि तेस्रो चौथो अरू साथीहरू गए, एकछिन पहिला एक राउन्ड गइसकेको छ भने अरूको पहिला साथीहरूले बताउनु भएको डाटा अनुसार पहिला चाहिँ जति 54.58% हस्ताक्षर गर्नुभएको थियो, त्यसमा कतिपय जिल्लाको गरेर टोटल गरेर 23-24 जना साथीहरूको नाम बताउनु भएको थियो। साथीहरूले बताउँदै गर्दा 23-24 जना साथीहरूले यो अवधिमा चाहिँ मैले चाहिँ हस्ताक्षर चाहिँ गरेँ, तर म चाहिँ विशेष भन्दा पनि नियमित भए हुन्थ्यो भन्ने मेरो जोड हो भनेर 23-24 जनाले फिर्ता लिनुभएको। लगभग त्यस पछाडि 250 भन्दा बढी अरू साथीहरूले अस्तिको दिनसम्मको, अब हिजो र आजको आएको छैन, 250 भन्दा बढी साथीहरूले यस बिचमा फेरि थप आउँछु भनेर जानकारी गराउनु भएको। सम्भवतः हिजो र आजको आउँदै गर्दाखेरि हिजो 100 जति र आज 100 जति बढ्यो भनेर चाहिँ सचिवालयको साथीहरूले मलाई भन्नुभएको छ। जे बताउनु भएको छ 23-24 जनाको घटेको पनि बताउनु भएको छ, फिर्ता लिनुभएको स्वाभाविक हो। कसैले चाहिँ म बिरामीको कारण आउन चाहिन या राजनीतिक रूपमा यो अलिक मलाई ठिक लागेन भन्न पाउनुहुने भयो। कसैले चाहिँ के भने त्यो बेला हस्ताक्षर गर्ने बेलामा मैले गरिनँ, तर अहिले त मलाई लाग्यो कि अब जानुपर्छ यसरी भन्ने लाग्यो भनेपछि त्यो पनि पाउनुहुन्छ।